फोटोमा क्लिक गरेर अनलाइन अर्निङ गर्न चाहनुहुन्छ भने एउटा एप्लिकेसन रहेको छ हिच भनेर। म तपाईँलाई देखाउन चाहन्छु। यहाँनिर म प्ले स्टोरमा गएको थिएँ। प्ले स्टोरमा गएर जब मैले यो एप्लिकेसनलाई सर्च गरेँ यहाँनिर हिच क्विज भनेर रहेको छ र यसको रिभ्यू मैले वेबसाइटमा गएर पनि हेरेको थिएँ। जस्ट म देखाउन चाहन्छु। यहाँनिर हिच तपाईँ प्ले स्टोरमा जानु होला। यहाँनिर गएर तपाईँले HICH भनेर सर्च गर्नु होला। जस्ट इन्स्टल भइसकेको छ। ओपन गर्नु होला। तपाईँले फेसबुकबाट पनि लगइन गर्न सक्नुहुन्छ। इमेल एड्रेस डाइरेक्टली राखेर पनि लगइन गर्न सक्नुहुन्छ। कन्टिन्यू विथ गुगल भनेको छ, गुगलको थ्रु लगइन गर्न पनि सक्नुहुन्छ। युज इमेल एड्रेसमा टच गर्नु होला। यसमा टच गरेर आफ्नो जिमेल आइडी राख्नु होला। जस्ट कन्टिन्यूमा टच गर्नु होला। एउटा कन्फर्मेसन कोड आएको छ होला, त्यो कोड यहाँ राख्नुपर्ने हुन्छ। कन्फर्मेसन कोड राखेर जस्ट यहाँनिर हेर्न सक्छ। नेक्स्ट स्क्रिनमा भनेको छ इन्टर युर डिस्प्ले नेम भनेको छ। आफ्नो नाम राखिदिनु होला। नाम राखेर कन्टिन्यू गर्नु होला। एउटा रेफरल कोड राख्नु भनेको छ। मैले डिस्क्रिप्सनमा एउटा कोड राखेको छु, त्यो राख्नु होला। र यो स्क्रिनमा पनि मैले तपाईँलाई त्यो कोड हाइलाइटेड गरिदिन्छु। त्यो कोड राख्नु होला। तपाईँले 1000 कोइन सुरुमै पाउनुहुन्छ। जस्ट तपाईँले स्क्रिनमा देखाएको रेफरल कोड राखेर भेरिफाई गर्नु होला। यहाँनिर रेफर्ड बाईमा तपाईँले मेरो फोटो देख्न सक्नुहुन्छ। जस्ट तपाईँले एप्लाई कोडमा टच गर्नु होला। यहाँनिर हेर्न सक्नुहुन्छ जस्ट हामी लगइन भइसकेका छौँ। यति गर्दा बित्तिकै अब हाम्रो आइडी क्रिएट भइसकेको छ। अब जस्ट तपाईँले केही काम गर्नुपर्ने हुन्छ। स्टार्टिङमा तपाईँले यहाँनिर जति पनि फोटो देख्नुभएको छ यिनमा टच गरिदिनु होला। जस्ट सबै फोटोमा टच गरिदिनु होला। त्यसपछि अर्को चेकआउट गर्नु होला। जस्तै यसमा छ केही सोधिरहेको छ। हेर्न सक्नुहुन्छ वुड यु रिस्क युर लाइफ डुइङ समथिङ डेन्जरस जस्ट टु बिकम पपुलर अन द इन्टरनेट भनेको छ। आई वोन्ट भन्ने मैले सेलेक्ट गर्छु। जस्ट त्यस्तै अर्को सोधेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ अर्को आएको छ। यस्तै तपाईँले विभिन्न क्वेसनहरूको एन्सर दिँदै जानु होला, जसले गर्दा तपाईँले केही न केही कोइन स्टार्टिङमा नै पाउनुहुन्छ। जस्ट मैले जुन तपाईँलाई VPN राखेर यो सम्पूर्ण प्रक्रिया गर्नु भनेको छु त्यसबाट गर्नुभयो भने तपाईँले एकदमै एक्स्ट्रा कोइनहरू पनि गेन गर्न सक्नुहुन्छ। त्यस कारणले तपाईँले मैले बताएको तरिका भने फलो गर्नु होला। जस्ट तपाईँले 50वटा जति टास्क दिन्छ यहाँनिर गर्नु होला। जस्ट कम्प्लिट प्रोफाइलमा टच गर्नु होला। कम्प्लिट प्रोफाइल भनेको छ लेट्स गोमा टच गर्नु होला। हेर्न सक्नुहुन्छ भनेको छ 80% भनेर देखाइरहेको छ। यहाँनिर आइडी पनि देखाइरहेको छ र सम्पूर्ण डिटेल यहाँनिर राख्नु भनेको छ। तपाईँले आफ्नो सबै डिटेल राख्नुपर्ने हुन्छ। जस्तै यहाँ एबाउट मी छ, तपाईँले आफ्नो बारेमा लेख्नुपर्ने हुन्छ। यसभन्दा तपाईँले जहाँनिर रेड आएको छ त्यसलाई मेन्सन गर्नु होला। जस्तै प्लिज सेलेक्ट जेन्डर भनेको छ, यसमा टच गर्नु होला। टच गरेर आफ्नो जेन्डर सेलेक्ट गरिदिनु होला। जस्ट डेट अफ बर्थ भनेको छ, डेट अफ बर्थ राखिदिनु होला। डेट अफ बर्थ राखेर तपाईँको इमेल आइडी भेरिफाई छ कि नै यहाँ ग्रिन टिक आएको हुनुपर्छ। भेरिफाई छ भने ओके छ। जस्ट हेर्न सक्नुहुन्छ पर्मिसन भनेको छ लोकेसन र कन्ट्याक्ट। यसमा अहिले केही पनि नगर्नु होला। तलपट्टि रेफरल कोड पनि देखाइरहेको हुन्छ भने साथसाथै सेलेक्ट युर इन्ट्रेस्ट भनेको छ। यहाँनिरबाट तपाईँले इन्ट्रेस्ट एड गर्न पनि सक्नुहुन्छ। सोसियल मिडिया लिङ्कहरू एड गर्न सक्नुहुन्छ। अहिलेलाई यति गरिसकेपछि हुन्छ। जस्ट तपाईँले सेभ गरिदिनु होला। अब हेर्न सक्नुहुन्छ लगभग बिकम सर्टिफाइड भनेको छ। प्रोफाइल हाम्रो टोटली कम्प्लिट भनेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ यु आर नाउ सर्टिफाइड। सी वर्ड्स न्यू भनेको छ, यसमा टच गर्नु होला। यहाँनिर भनेको छ डेली टास्क एन्ड स्टिक भनेको छ। तपाईँले प्रत्येक दिन विभिन्न टास्कहरू दिइन्छ, त्यो सम्पूर्ण कम्प्लिट गर्नु होला। अब यो मैले आगामी समयमा कम्प्लिट गर्दै जान्छु, तपाईँले पनि गर्दै गर्नु होला। र साथसाथै आगामी समयमा यसबाट विथड्र कसरी लिने, जस्तै अब यो फोटोहरू टच गरेर हामीले काम गर्न सकिन्छ भने विथड्र कसरी लिने सम्पूर्ण प्रक्रियाको भिडियो मैले बनाएर तपाईँलाई यो च्यानल अन्तर्गत प्रोभाइड गर्नेछु। त्यसैले गर्दा नेक्स्ट भिडियोको प्रतीक्षा गर्नु होला। माथिपट्टि यतापट्टि टच गरेर तपाईँले यहाँ रिसेन्टली हेर्न सक्नुहुन्छ मैले कोइन जति अर्निङ गरेको छु माई एसेसमा देखाइरहेको छ। तपाईँले पनि यहाँनिर डेली अर्निङ गर्न सक्नुहुन्छ। जस्ट मैले बताएका सबै प्रक्रिया गर्नु होला। भिडियोहरूलाई टच गर्दै जानु होला। विभिन्न यहाँनिर सोधिएका जति पनि क्वेसनहरू छन् त्यसको एन्सर दिँदै जानु होला। र यस्तै तरिकाबाट तपाईँले पनि फर्दर जस्ट फोटोहरूमा टच गरेर यहाँबाट इन्कम गर्न सकिन्छ भनेर भनिएको छ। 3वटा धर्कामा टच गर्नुभयो भने यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले विभिन्न अरू काम पनि गर्न सक्नुहुन्छ। यहाँनिर सर्वे कम्प्लिट गर्न सक्नुहुन्छ। यसमा टच गर्नु भने विभिन्न सर्वेहरू आइरहेका हुन्छन् यहाँनिर। त्यसबाट पनि तपाईँले एक्स्ट्रा कोइनहरू गेन गर्न सक्नुहुन्छ। अहिले यहाँ देखाएको छैन। जस्ट तपाईँले होम सेक्सनमा टच गरेर यहाँनिर हेर्न सक्नुहुन्छ डेली टास्क भनेको छ, नयाँ देखाइरहेको छ। यसमा टच गरेर डेलीका के टास्क रहेका छन् र त्यस बापत तपाईँले कति कोइन अर्निङ गर्न सक्नुहुन्छ यहाँ देखाइरहेको छ। यहाँनिर पनि तपाईँले ट्राई गर्नु होला। विभिन्न अप्सनहरू लिडर बोर्ड देखाइरहेको छ। यसमा टच गर्नुभयो भने अहिले रिसेन्टली इन्सफिसियन्ट प्रेस्टिज भनेको छ। हामीले विथड्र गर्न मिल्ने पैसा यसमा छैन, नत्र भने यो सम्पूर्ण डिटेल यसले सो गर्थ्यो। यो तरिकाबाट तपाईँले पनि यो एप्लिकेसन युज गरेर हेर्नु होला। आगामी समयमा यसबाट विथड्रको प्रोसेसको भिडियो मैले तपाईँहरूमाझ लिएर आउनेछु।